के यस्तो पनि हुन्छ र क्लाउड किचनको लागि यति धेरै माया, त्यो पनि यो पानी आएको समय। हिजो राति कति ठुलो पानी आएको थियो अनि फेरि त्यस्तो पानी आएको बेलामा पनि हामीहरूको क्लाउड किचनलाई हामीहरूको कस्टमरले हामीहरूलाई सम्झिराख्नु भएको छ। भन्नुहुन्छ आज एकादशी हो अनि फेरि हामीहरूले मासुहरू केही पनि खाँदैनौ के हजुरकोमा पनिरको सब्जी या फेरि सब्जी भेजी सब्जीहरू पनि बन्छ त? हामीहरूले बन्छ भन्यौ अनि फेरि उहाँको अर्डर लियौं र हामीहरूले पनिर बनायौं, सब्जी बनायौं, त्यो पनि लाइट नभएको समयमा। बुटोलमा लाइट कति गइरहेको छ भन्ने त्यो त हजुरहरूले देखिराख्नु भएको छ। हामीहरूले एउटा घरको सानो लाइट जलाएर पनि हामीहरूले खाना रेडी गर्दियौं र यति ठुलो पानी आउँदाखेरि पनि हामीहरूको राइडर एभाइलेबल हुनुहुन्थ्यो र उहाँले हाम्रो खाना डेलिभरी गरिदिनु भयो र उहाँको ह्यान्डओभर गरिदिनु भयो। उहाँलाई पनि एकदमै थ्यांक यू सो मच भन्न चाहन्छु, किनभने पानी आएको धेरै ठुलो पानी आएको थियो, हाम्रो खाना उहाँसम्म पुग्यो। यो भन्दा धेरै खुसी अरू के नै हुन सक्छ र। अनि फेरि हजुरहरूको लागि पनि चाहिएको छ भने मेरो टिकटक, व्हाट्सएप, फेसबुक या फेरि मलाई डाइरेक्ट कल पनि गर्न सक्नुहुनेछ। थ्यांक यू सो मच, सपोर्ट मी प्लिज, अर्डर नाउ।